नमस्कार, म सुजित कुमार झा। म अहिले धनुषाको प्रहरी उपरीक्षक नरहरि रेग्मीजीको कार्यालयमा छु र अहिले खास गरेर आज जुन बिहान एकैचोटि सार्वजनिक भएको थियो अन्सा को खास गरेर उसले झुन्डिएर फेला परेको त्यो के रहेछ, त्यसको अनुसन्धान कुन रूपमा अगाडि बढिरहेछन्, किनकि अहिले सामाजिक सञ्जालमा निकै कुराहरू आइरहेका छन्। यसमा चाहिँ सबैभन्दा पहिला एसपी साहब हजुरलाई धेरै धेरै स्वागत छ। नमस्कार। के रहेछ त्यो अन्साको चाहिँ कतैले हत्याहरू भनिरहेछन्, कतैले चाहिँ आत्महत्या गरेको, अहिलेसम्म अनुसन्धानले के भनिरहेछ? अब यो घटना 2082 साल असार 9 गते बेलुका 9 बजेको समयमा प्रहरीलाई खबर आउँछ कोही महिला झुन्डिएको छ भनेर। अब तत्कालै प्रहरी घटनास्थलमा गएर रातको समय भएको हुनाले घटनास्थल सुरक्षित गरिन्छ र आज बिहान 2082 साल 3 महिना 10 गते इन्सपेक्टर सहित फरेन्सिक टोली घटनास्थलमा जान्छ। घटनास्थलको सबै मुचुल्कादेखि लिएर सम्पूर्ण काम त्यहाँ गरिन्छ र मृतक अनिसा सदा उहाँ चाहिँ रिसेन्टली 2-4 महिना अगाडि मात्रै उहाँको बिहेबारी भएको हुन्छ के अरे। त्यही भएर कुनै पनि अब म्यारिड महिलाको घटना घटिसके पछाडि माइती पक्षलाई नै बोलाइएको हुन्छ। उहाँको बुवा रामरतन सदा पनि घटनास्थलमा हुनुहुन्थ्यो र घटनास्थलको सम्पूर्ण काम सकाएर र दुवै श्रीमान श्रीमतीको डिभाइस भनौँ स्पेसल्ली मोबाइल पनि हामीले अनुसन्धानको लागि दिएका छौँ। अब यसमा अनुसन्धान प्रक्रिया सूक्ष्म रूपले अगाडि बढ्छ, सत्य तथ्य आइ नै हाल्छ। अनि जुन बेला यो घटना भएको थियो त्यो बेला चाहिँ उहाँको श्रीमान कहाँ थियो? हजुर अहिलेसम्मको अनुसन्धान के? अहिले होइन, यस्तो देखिन्छ अब उहाँहरू कुनै एउटा सुटिङ एउटा सिरियल बनाउँदै हुनुहुन्छ। त्यो टिममा 4 जना हुनुहुन्छ, उहाँको श्रीमान श्रीमती र अरू 2 जना हुनुहुन्छ र एउटै फ्ल्याटमा बस्नुहुन्छ उहाँहरू। उहाँको श्रीमान अविनाश झा आफ्नो काम सकेर हेल्थ क्लब एउटा जिमको लागि जानुहुन्छ 7 बजेतिर। उहाँ चाहिँ 7 बजेतिर जाने, 2 घन्टा जिम गर्ने उहाँको सेड्युल रहन्छ र उहाँ जिम गएकै बेलामा त्यो टाइममा चाहिँ घटना घटेको भन्ने बुझिएको छ। अनि एकजना चाहिँ अरुण विजय भने त्यसको चाहिँ मेन डाइरेक्टर रहेको छ, उहाँले चाहिँ टेलिफोन गर्दा सुरुमा कुरो भयो, पछि चाहिँ कुरा भएनन्। अनि उहाँले नै पछि चाहिँ खोजी गर्दाखेरि यस्तो आएको कुरा चाहिँ बाहिर सामाजिक सञ्जालहरूमा आइरहेका छन्। यो के रहेछ? होइन, त्यो आएको छ, त्यो कुरा नि हामी भेरिफाई गर्छौँ। उहाँले कन्ट्याक्ट गर्नुहुन्छ, कन्ट्याक्ट हुँदैन। कन्ट्याक्ट नभए पछाडि त्यहाँ रहेको अन्य व्यक्तिहरू हुनुहुन्छ, जस्तो चन्दन यादव एडिटर हुनुहुन्छ भने विजय शाह कमेडियन हुनुहुन्छ। उहाँहरूलाई सम्पर्क गरेर अनिसा सदा चाहिँ सम्पर्कमा आउनु भएन भनेपछि उहाँहरू गएर हेर्दाखेरि अनि घटना देखिन्छ। घटना घर लक भएको छ, त्यो सानो जाल ढोकाको पुवालबाट हेर्दाखेरि झुन्डिएको जस्तो देखिए पछाडि तुरुन्तै उहाँको श्रीमानलाई खबर हुन्छ अनि श्रीमान पनि तुरुन्तै आउनुहुन्छ। अहिलेसम्मको, किनकि हजुर चाहिँ धनुषामा पनि निकै समय अनुभव रहेको छ, खास गरेर तराई क्षेत्रका यस्ता घटनाहरू के हत्यासँग पनि मिल्छ कि तपाईँलाई के लागिरहेछ? होइन, यो घटना त अहिले आत्महत्याका घटनाहरू चाहिँ अब प्रशस्त। अब यसमा कुनै बााउन्ड्री नै छैन, उमेर समूह पनि बााउन्ड्री छैन। सानो भर्खरको टिनेजरदेखि लिएर वृद्ध पनि आत्महत्या गरेको देखिन्छ। यसमा कुनै व्यवसायको पनि छैन। अब हाम्रै पेसामा आबद्ध भएकादेखि लिएर राम्रा सरकारी अफिसियलदेखि हाई प्रोफाइलका बिजनेसम्यानदेखि लिएर सबै प्रवृत्ति सबै प्रकृतिका मान्छेहरूको चाहिँ अहिले आत्महत्या गरेको देखिन्छ। तर चाहिँ हत्याको एङ्गलले पनि अनुसन्धान अगाडि बढाइएको छ। यो एउटा त के हुन्छ भन्दा कहीँ कतै अब घटना घटिसके पछाडि हामीले त ओपन तरिकाले जान्छौँ नि, त्यो घटनालाई चाहिँ दुईटै एङ्गलबाट हेर्दै जान्छौँ। अब घटना कस्तो हो के हो भनेर त अनुसन्धानले नै देखाउने कुरा हो। अनि एउटा कुरा अझै आइरहेछन् कि केटो चाहिँ बाहुन जातिको हो, केटी चाहिँ दलित जातिको, दुईटैको
चाहिँ हुन त बिहे त मेल बिहे थियो, तिनीहरूको चाहिँ सामाजिक सञ्जालमा जुन आइरहेको थियो त्यो हिसाबले त दुवैको राम्रै रिलेसन थियो। तर रिलेसनको असर पनि सामाजिक सञ्जालहरूमा निकै भाइरल भइरहेका छन्। त्यतातर्फबाट पनि केही अनुसन्धान अगाडि बढाउनुहुन्छ कि? जस्तो यहाँलाई भनिसकेँ मैले, यसमा कुनै बााउन्ड्री छैन। हेर्नुहोस्, कुनै जात जाति, कुनै पेसा, कुनै उमेर समूह, जस्तो सुकैमा पनि यो अहिले आत्महत्या गर्ने प्रवृत्ति यसरी देखिएको छ। अब त्यो हिसाबले त अब केही पनि छैन यो जातीय, किन भन्दा उहाँहरू चाहिँ बिहा गरेर आफै एउटा फ्ल्याटमा बस्नु भएको छ, जुन केटाको घरमा नभइकन आफ्नै फ्री तरिकाले त्यसरी बस्नु भएको छ। उहाँहरू चाहिँ पेसामै इङ्गेज हुनुहुन्छ दुवैजना त्यो दिनभरिको रुटिन उहाँहरूको सेड्युलै अब सिरियल बनाउनुतिर इङ्गेज हुनुहुन्छ। नेचुरल तरिकाले श्रीमान चाहिँ आफ्नो एउटा फिटनेस सेन्टरतिर जिमको लागि गइरहेको हुन्छ भने उहाँहरू खानासाना बनाएको हुन्छ। त्यस्तो चाहिँ प्रकृति हेर्दाखेरि त्यस्तो केही पनि छैन। अब तर अनुसन्धानले भोलि पोस्टमार्टम रिपोर्टहरू आउँछ, यावत उहाँहरूको हिस्ट्री धेरै कुराहरू केलाउँदै जाँदाखेरि पछि नै निर्गोल हुने कुरा हो। धन्यवाद एसपी साहब। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीजी, र उहाँले एउटा कुरा भन्नु, त्यसमा चाहिँ अनुसन्धानमा हामी कुनै कसर राख्दिनँ, विभिन्न एङ्गलले त्यो अनुसन्धानलाई राख्छु र आजसम्म जे भएको छ त्यो उहाँले बताउनुभयो। र यसमा चाहिँ अनुसन्धान एक दिनको कुरो होइन, केही दिन समय लाग्छ, तर जे रियल छ त्यही आउँछ भनेर एसपी साहबले भन्नुभएको छ।